गर्दा पनि होला मोबाइल पनि हेर्न मन लाग्दैन हैन दोस्त। अब पार्सल आयो भने आउँछौ त तिमी अबदेखि? पार्सल लिन गएको भन्नु पर्दाखेरि गाडी अगाडि गएको हैन तना भयो त्यहाँनिर। अब हामी पार्सल त बेलबारी लेखेको छ अरे क्या माथि बक्सनमा। हाम्रो सामान चाहिँ भेटिसकेको छ। ल टक्कलाई भोजपुरदेखि आइपुगेको छ। भोजपुर सखेवाको गाडी रहेछ है हाम्रो यो। खुसी भयो नि अब त। गाइस हामीले त सामान पाइसक्यो। हेलो एन्ड नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। टक्क लाएर आज हामी चाहिँ बेलबारी आएको छौँ। हाम्रो पार्सल आउँदैछ भोजपुरबाट। 2 बजे हिँडेको लगभग घरबाट अहिले 3 भइसक्यो भन्छ आउँदैन। इडरी आइसक्यो भनेको छ। अहिले चाहिँ आइसकेको छैन। त्यही भएर बसिरहेको छौँ हामी चाहिँ टक्क लाएर भन्नुपर्दा यो बेलबारीको पूर्व स्टेन पेट्रोल पम्प यता छ। दोस्त र म आएको थियौँ। अल्छी लागेर बाटो हेर्दा हेर्दा है दोस्त जिन्दगी जान आँटे जस्तै भइसक्यो। तर फेरि कुर्ने बानी चाहिँ एकदमै छैन क्या। मेरो कुर्ने बानी पनि छैन एकदम। गर्दा पनि होला मोबाइल पनि हेर्न मन लाग्दैन किन होला। ब्लग धेरै दिन भएको थियो नआएको। आज चाहिँ आउँछ है। अब एडिटिङ गर्न पनि झ्याउ लागेर अब त्यस्तै अब गर्मीले हैन दोस्त। अब पार्सल आयो भने आउँछौ त तिमी अबदेखि लिनलाई? 2 घन्टा समथिङ भइसक्यो होला हौ। के भन्नु बिजोक छ। बिजोक रमाइलो छ। हाम्रो बाइक यता छ। बाइक बरु सिलाइसक्यो। पार्सल लिन गएको भन्नु पर्दाखेरि गाडी अगाडि गएको हैन तना भयो त्यहाँनिर। बिल्ला भइरहेछ। अब हामी पार्सल त बेलबारी लेखेको छ अरे क्या माथि बक्सनमा। कुन हो त? कसो बनाउँछ त? बेलबारी लेख्नु भएको छ अरे। फोन गर्छ केटा। यो होला त्यसो सेतो। सो गाइस हामीले चाहिँ बोरा अब नामै लेखेको बेलबारी लेखेको छ। बोरै साथी जस्तो छ हौ। कि खोइ कता हो बोलियो। सो गाइस फाइनली हाम्रो सामान चाहिँ भेटिसकेको छ। ल टक्क लाएर हामी चल्दिउँ ल। टक्क लाएर यो गाडीमा आइपुगेको रहेछ हाम्रो। भोजपुरदेखि आइपुगेको छ। भोजपुर सखेवाको गाडी रहेछ है हाम्रो यो। टक्क लाएर हाम्रो इभी गाडी पनि गइसक्यो। सो हामी यता छौँ ट्याक्क लाएर दोस्त र म। दोस्त खुसी भयो नि अब त। सो गाइस हामीले त सामान पाइसक्यौँ। के आयो सामान हेर्छौँ तपाईँहरूलाई देखाउँछौँ होइन। घरमा गएर टक्क लाएर सामानहरू के छ हजुरलाई देखाउँछौँ। कहाँ हो दोस्त? नक्सलबाडी कि कता भन्ने बाडीमा आइसकेको छौँ। दोस्त र म यहाँ गइरहेको छौँ। गर्मी छ एकदम गर्मी छ यार। त्यता पनि गर्मी नै होला। अहिलेको सिजन भनेको गर्मी नै हो। फेरि हामी घर आइसकेको छौँ। अब सामान के हुन्छ तपाईँहरूलाई देखाउँछौँ हेरिदिनु होला ल। हेर्छौँ ल खोलेर अनबक्सिङ। खोर्सानी यो चाहिँ है यो अचार होला। टक्क लाडेको चाहिँ कागती अचार भयो तपाईँको। अनि यो भनेको चाहिँ रामबेल होला। यो नि खोर्सानी नै रहेछ है। अनि तपाईँको यो चाहिँ भन्नुपर्दाखेरि अम्बक जो धोएर अनि यो भइहाल्यो राम्रो काँक्रा। यो भनेको चाहिँ तपाईँको एभाकाड खोर्सानी टक्क लाएर सबै बोराभरि छ एभाकाड चाहिँ। त्यही हो सामानहरू यति पार्सल पठाउनु भएको रहेछ। अनि हामीले अनबक्सिङ गरिसक्यौँ। अब ट्याक्क लाएर आइपुग्यो भनेर कल पनि गर्छौँ। सो गाइस आजको लागि चाहिँ यति नै ब्लग। नेक्स्ट ब्लगमा आउँछ हेरिदिनु होला ल। दोस्त पनि यहाँ बसिरहेछ है।